सिललाई बलियो पालन। आफ्नो जीवनमा 5 वटा सिलमा कुनै सिलमा पनि दाग नलाग्ने गरी सिललाई राम्रो पालन गरिएको छ भने दानको भन्दा पुण्य ऊ अझ तेजिलो भएर जान्छ। सिलको पुण्य, किन सिलले आफूलाई आफू सुरक्षा गर्ने हो नि त। दान भएकोलाई आफूले त्यो जुन लोभ कन्जुसी हो त्यसलाई हटाएर त्यागेर दान गर्ने हो। सिल भनेको चाहिँ आफूलाई आफू सुरक्षा गर्ने हो। अब जस्तै मच्छर ट्युँ करायो भने बित्तिकै चित्त बुझ्दैन, कहाँबाट आएछ यो भनेर उस्तै परे मार्छु भन्नेतिर गइहाल्छ म। अब त्यसलाई प्याट्ट हिर्काइयो भने मरौ, ऊ त मरौ, आफूलाई त प्राणी हिंसा गरेको कर्म त बन्यो नि आफूलाई। यदि त्यो मनलाई जित्न सकिएन भने त्यो अब मर्छ आफ्नो हातबाट। त्यसो त सिल पालन गर्नको लागि चाहिँ आफूलाई आफू सुरक्षा गर्नुपर्छ। आफ्नो काय सुरक्षा, वचन सुरक्षा, अदिनादानम चोरी नगर्ने सुरक्षा। लोभको बसमा पर्यो भने कसैको केही झारेर खसालेर गए किम्मतिलो चिज हो, उस्तो देखे पर थाहा नपाउने गरी टिप्छु भन्ने पनि बनाउँछ नि लोभले। आफूलाई आफू सुरक्षा गर्ने सिलको काम हो। व्यभिचार कर्म, कामगुण संसारभित्र काम क्लेशले ढाकेको बेलामा व्यभिचार कर्म, पर स्त्री पर पुरुषतिर मन तानिनु, त्यतापट्टि विघ्न बाधा हुनु, व्यवहार हुनु, त्यो कामेशु मिथ्याचार। म कामेशु मिथ्याचार, पर स्त्री पर पुरुषतिर यो मनलाई जान दिन्न सुरक्षा। झुटा वचन नबोल्नु। अब बोली उस्तै गरी बोलीको सुरुमा बोल्दा बोल्दै कति झुटा पनि बोल्न पुगिन्छ। बोली सुरक्षा गर्न पर्यो। अनि चुक्ली खोर हुने वचन नगर्नु, कसैलाई भित्र बिजाउने वचन नगर्नु, बोलीलाई पनि सुरक्षा गर्नु, मादक पदार्थ नलिनु। यिनी 5 वटा, यिनी 5 वटा सिल राम्रो पालन छ भने सिलको पुण्य सम्पत्ति आफूमा प्रशस्तै भयो। यिनी 5 वटा सिल राम्रो पालन भएको व्यक्ति मृत्यु पश्चात दुर्गति जाँदैन, नरक जान पर्दैन, प्रेत हुन पर्दैन, पशु हुन पर्दैन। मृत्यु पश्चात सुगति जानको लागि सबभन्दा नजिकबाट उपकार गर्ने सिलले हो। किन सिल पालन भएको व्यक्तिले गल्ती गरेन, गल्ती नगरेको व्यक्ति अपाय दुर्गति जान पर्दैन। सिल भन्दा पनि अझ तेजिलो पुण्य लिने हो भने सिल भन्दा तेजिलो पुण्य समाधिको पुण्य हो। सिलले आफ्नो काय र वचनलाई सुरक्षा गर्ने हो, समाधिले मनलाई सुरक्षा गर्ने हो। समाधि भनेको मनलाई एउटै आरोमणमा एककोरो बनाउनु। जस्तै श्वास प्रश्वासमा हो भने त्यसैमा एककोरो बनाउन सक्ने। अब यो मन त हामीलाई जति संसारमा खुल्ला छोडिदियो उतै रमाउने मन हो। अब संसारिक विषयमा रमाउने मन जतिलाई सबै हटाएर श्वास प्रश्वासमा एककोरो बनाउनु। एककोरो बनाउन सक्यो, एक ध्यान बनाउन सक्यो भने एककोरो बनाएको चित्त शान्ति हुन्छ। हो यो एककोरो बनाउन सक्ने यो समाधि चाहिँ अघिको दान सिल भन्दा पनि कहीं गुना ज्यादा तेजिलो पुण्य हो। समाधिको पुण्य, समाधिको पुण्य भन्दा पनि अझ तेजिलो पुण्य हो भने प्रज्ञाको पुण्य, ज्ञानको पुण्य। समाधि भन्दा पनि हजारौं लाखौं गुना तेजिलो ज्ञानको पुण्य। किन समाधिले मिथ्या दृष्टि हटाउन सक्दैन। किन समाधिले एककोरो बनाउँछ, एक चित्त हुन्छ। एक चित्त भएपछि शान्ति हुन्छ, मन पनि शान्ति हुन्छ, काय पनि शान्ति हुन्छ। तर मिथ्या दृष्टि हटाउन सक्दैन। मिथ्या दृष्टि हटाउनको लागि प्रज्ञाको पुण्य चाहिन्छ। प्रज्ञा भनेको ज्ञान र प्रज्ञा भनेको खण्डको यथार्थ स्वभावलाई जान्नु।
मनको स्वभाव रूपको स्वभावलाई जान्नु। यदि यो मनको स्वभाव रूपको स्वभावलाई जान्ने भने म मेरो भन्ने जानेको ज्ञानले हटाउन सक्छ। जानिएन भने त शरीर मेरो शरीर म हो, सबैलाई मले जेलेको छ। जब ज्ञानले यो रूपलाई यो मनलाई एक एक गरी ज्ञानले केलाएर हेर्न सक्यो भने म भन्ने पनि छैन, मेरो भन्ने पनि छैन। असलीमा त म मेरो भन्ने केही पनि रहेनछ भन्ने छर्रङ्ग हुने ज्ञानको काम हो। यो ज्ञानको पुण्य चाहिँ अघि दान शील समाधिको पुण्यभन्दा पनि लाखौँ गुणा तेजिलो पुण्य हुन्छ। अनि तपाईँ हामी अन्तिम जाने बेलामा हाम्रो सम्पत्ति यही नै हो, हामीले लान सक्ने भन्ने यही नै हो, अरू केही पनि लान सकिँदैन। त्यस कारणले तपाईँ हामीले बाँचुन्जेल खान लाउनको लागि जस्तै सम्पत्ति खोजिन्छ, त्यही पनि थोरै होइन, त्यो पनि धेरै चाहिन्छ होइन। आफू जाँदाखेरि लाने सम्पत्ति पनि त्यसै गरी नै खोजी गर्ने। हामीले दुई प्रकारको नै खोज्नु पर्यो नि त। बाँचुन्जेलको लागि पनि खोज्नु पर्यो, बाँच्नको लागि खाने सम्पत्ति खोज्नु पर्यो, मृत्यु पश्चात लाने सम्पत्ति पनि खोज्नु पर्यो। र यिनी अहिले भनिएका दान शील समाधि विपसना यी पुण्यहरू हामीले जे पुण्य गर्दाखेरि पनि निब्बानस्स पचय होतु, यो दुःख संसारबाट छुटकारा हुन पाम भन्ने चेतना राखेर गरिएको छ भने त्यो पुण्य चाहिँ पारमी हुन्छ। दान गर्दा होस् या शील पालन गर्दा होस् या ध्यान बस्दा होस् या विपसना। निब्बानस्स पचय होतु, आफ्नो चेतना यो दुःख चक्रबाट छुटकारा हुन पाम, लौकिक सुखलाई इच्छा नगर्नु अरे। यो पुण्यको प्रभावले स्वर्ग जान पाम, स्वर्ग पनि अनित्य हो नि त, स्वर्ग जान पाम भन्ने खाले भयो भने त्यो पारमी बन्दैन। र पारमी पुण्य भयो भने चाहिँ जबसम्म तपाईँ हामीले निर्वाण प्राप्त गरिन्न तबसम्म यो पुण्य सकिँदैन, पारमी पुण्य सकिँदैन। पारमी पुण्य हो भने तपाईँ हामी मृत्यु पश्चात पनि हाम्रो साथमा हुन्छ, हामी देवलोक भइयो भने पनि पुण्य साथमै हुन्छ, फेरि अर्को भव मनुष्य भइयो भने पनि त्यो पुण्य साथमा हुन्छ, त्यसले फल दिँदै जान्छ। तर फल दिएर त्यो सकिँदैन, जबसम्म निर्वाण प्राप्त गरिँदैन तबसम्म सकिँदैन। त्यसो हुँदा हामीले जे पुण्य गर्दाखेरि पनि निब्बानस्स पचय होतु, अथवा आफूले जानेकै भाषाले यो दुःख संसारबाट छुटकारा हुन पाम, दुःखबाट छुटकारा हुन पाम भन्ने त्यो चेतना राखेर गरियो भने त्यो पारमी पुण्य हुन्छ। जस्तै आफूले पुण्य गर्दाखेरि चेतना जस्तो राख्यो त्यस्तै हुन्छ नि। जस्तै एउटा बुट्टालाई हामीले हाँगा कतापट्टि लगाइदिनु छ, त्यही अनुसारले त्यसलाई त्यतापट्टि बाँधेर ल्याइयो भने कलिलोमा जता तान्यो त्यतै तानिन्छ। यहाँ थाइल्यान्डमा बनाइरहेको छ नि, एउटा बुट्टाबाट हात्ती पनि बनाएको हुन्छ, के बनाएको हुन्छ होइन, तारले लगाएर अनि पछि त्यो तार खोलिदिएपछि ऊ त्यो रफ्तारमा बस्यो, त्यो कलिलैमा जता पनि तान्न सकिन्छ। त्यस्तै हामीले पुण्य गरेको क्षणिकको चेतनामा जता ढल्कायो त्यतै उसले फल दिनमा तेजिलो भएर जान्छ। त्यही भएर जे पुण्य गर्दाखेरि पनि यो दुःख संसारबाट छुटकारा हुन पाम भन्ने चेतना राखेर सबैले 3 चोटि साधुकार गर्नु हो।